हरेक कथाको एउटा सपना हुन्छ। मेरो पनि थियो वर्षौंदेखि देखेको एउटा ड्रोनको सपना। र आज त्यो सपना यथार्थ बन्दैछ। यो भिडियोमा हामी ड्रोनको अनबक्सिङ र मेरो पहिलो ड्रोन उडानको अनुभव प्रस्तुत गर्नेछौँ। यो केवल एउटा उपकरण मात्र होइन, यो नेपालको सौन्दर्यलाई नयाँ उचाइबाट कैद गर्ने मेरो नयाँ आँखा हो। अब तयार हुनुहोस् अविश्वसनीय दृश्यको लागि। Okay, alright, ladies and gentlemen, boys and girls, welcome back. फेरि पनि साथीहरु तपाईलाई स्वागत छ। फेरि पनि क्रेजी भिडियो लिएर आएको छु गाइज तपाईहरुको माझु र आज चाहिँ हामी गर्न गइरहेको छौं DJI Mini 5 Pro को क्रेजी वाला अनबक्सिङ। हियर इज द प्याकेज, देख्न सक्नुहुन्छ साथीहरु, मलाई पनि देख्न सक्नुहुन्छ र यहाँ बक्स पनि देख्न सक्नुहुन्छ। अनबक्सिङ हुँदैछ, तर अल्दो यो अनबक्सिङको लागि त्यस्तो राम्रो ठाउँ त छैन। अब नेक्स्ट इयर चाहिँ अझै राम्रो ठाउँ बनाउँछु। अहिले यसै कन्जेस्टेड एरिया छ गाइज, यस्तै छ हैन। अहिले यस्तै कन्डिसनमा प्रपर लाइटहरु केही छैन, यतिकै घसघस दिएको हो। त्यस नेक्स्ट इयर हामीले क्रेजी स्टुडियो बनाउनु पर्छ। के हैछ यो? आहा, मनोज केसी घडी DJI Mini 5 Pro Fly More Combo Plus। बा भ्याट तिरी तिरी हैछ यार, भ्याटै मात्र गाइज। जस्सी मैले कति तिरेको छु, जस्सी भ्याट कता गयो? हेर्नु त कति तिरेको छु मैले भ्याट मात्र। इट्स क्रेजी एक्सपेन्सिभ हियर इन नेपाल यार। यसलाई चाहिँ के च्यात्नु भनेको। ल फाइनल्ली हेयर्स द ड्रोन। यहाँ मेमोरी कार्ड पनि पठाइदिनु भएको रहेछ। DJI स्टोर नेपालबाट चाहिँ मगाएको हो यो। हेयर्स द ड्रोन DJI Mini 5 Pro 52 मिनट्स × 3 तीनटा ब्याट्री छ। लेट्स सी अब भित्र के छ। लेट्स जस्ट क्विकली ओपन दिस थिङ। कता हो देखिरहेछ नि साथीहरु? ला अलि च्यातै मिलिन्छ, बट केही छैन। एक्साइटमेन्ट त हुने नै भयो, कज दिस इज माई फर्स्ट एभर ड्रोन। यस, सुरुमा के निस्किन्छ? ब्याग जो रहेछ, देयर इज नथिङ एल्स, केही छैन। द क्वालिटी ठिकै छ केसको पनि, नट ब्याड। सो गाइज अलिकति इमोसनल पनि छु म, किनकि ड्रोन भनेको लाइक ड्रोन चाहिँ यो जुन मैले अनबक्स गर्न गइरहेको छु, जियोस् ड्रोन 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 भनेको चाहिँ मैले ब्याक 2018-19 देखि नै हो क्या। एउटा ड्रिम थियो ड्रोन लिने। जियोस् टाइम लाग्यो, तर ठिक छ, हरेक चिजको पनि टाइम आउँदो रहेछ। जस्ट यु निड टु वर्क हार्ड। स्पेसल्ली अब थ्याङ्क्स टु मेरो सिस्टर, तपाईले अलिकति सहयोग गर्नुभयो, गिफ्ट गर्नुभयो, धेरै धेरै माया छ। र गाइज कृष्ण ओपी इन द च्याट हान्दिउँ अलिकति कमेन्टमा, दिदीलाई यसो उक्साम, सो द्याट फ्युचरमा अझै पनि स्पोन्सर आउन सक्छ। जस्ट थ्याङ्क यू सो मच भन्न चाहन्छु गाइज। आई एम एक्साइटेड एन्ड अ बिट इमोसनल पनि, कज या ड्रोन भनेको एउटा इमोसन थियो। मैले पहिलेदेखि लिन्छु एउटा ड्रोन 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 भन्ने हुन्छ नि, त्यो चाहिँ पहिलेदेखि थियो। सो यस, चेन खोलिसके, खोलौँ अब के छ। माथि पनि रहेछ एउटा कम्पार्टमेन्ट राख्नको लागि, दुईटा सिलिका जेल छ। सो यस, हेयर्स द RC2 रिमोट एन्ड देन इट्सेल्फ ड्रोन। हाम्रो पावरफुल भन्नु पर्यो, च्यान्टे छ, बट दिस थिङ क्यान टेक क्रेजी क्रेजी सर्ट। अहिले यसलाई यहाँ राखिदिउँ यो दुइटालाई। लेट्स चेक अरू के छ ब्यागमा। ब्याट्री यहाँ चाहिँ छ। ब्याग कम्प्लिटली खाली है गाइज, यति आउँदो रहेछ। ब्यागलाई पनि साइडमा राखिदिउँ, सो द्याट हामी यी कुराहरूलाई हेर्न सक्छौँ। हामी पालै पालो जाउँ। सुरुमा लेट्स अनबक्स हाम्रो यो RC2 रिमोट। जस्ट नयाँ चिज अनबक्स गर्दाखेरि रमाइलो नै छुट्टै हुन्छ। थ्याङ्क यू सो मच एभ्री वान। ए ला, मैले हातमा लिन्छु होला भन्ने पनि थियो हौ सपना। फाइनल्ली इट्स हियर। यसको पनि यो यहाँ हाल्ने, के हाल्ने। सो अब एकछिनमा सिक्नुपर्ने हुन्छ यसको कुरा पनि। ब्याट्री हेरौँ के छ ब्याट्री। यस, हेयर्स द ब्याट्री।
कम्पनीले चाहिँ अब 52 मिनटको क्लेम गरिरहेको हुन्छ बट अब इट्स डिपेन्ड अब वेदर कस्तो छ के छ भन्ने कुरामा डिपेन्ड गर्छ सो अब यो बक्स हेरौँ यसमा चाहिँ के छ कताबाट हो खोल्ने साथी तिमीलाई यस प्रोपेलरहरू रहेछ एक्स्ट्रा 1 2 3 नथिङ एल्स एउटा दुईटा तीनटा चारवटा पाँचवटा अगाडिको चाहिँ थुप्रो धेरै छ प्रोपेलर अगाडिको तीनटा पछाडिको दुईटा धेरै छ बाइ चान्स अब क्र्यास भइहाल्ला के होला प्रोपेलरहरू ड्यामेज हुन्छ भनेर एक्स्ट्रा प्रोपेलर दिएको रहेछ 5 वटा स्टिकर युजर म्यानुअल अब के छ हैन अब यो चाहिँ हेर्नुपर्छ बुझ्नुपर्छ ओहो एनडी फिल्टरको बक्स गाइज अब यो अहिले आउने ड्रोनहरुमा चाहिँ एनडी फिल्टर इटसेल्फ कम्पनीले नै प्रोवाइड गरिदिरहेको हुन्छ सो यस हेयर्स द एनडी देख्न सक्नुहुन्छ एनडी 8 रहेछ एनडी 32 रहेछ एनडी 128 रहेछ डिसेन्ट काम गर्छ ए अझै रहेछ नि त यहाँ सरी गाइस तीनटा अगाडिको तीनटा पछाडिको रहेछ 6 वटा रहेछ एन्ड एउटा यो टाइप सी टु टाइप सी एउटा केबल यति लामो फाइनली हेयर्स कम आउट ड्रोन खोलौँ यसलाई यस साथीहरु यस त्यो प्लास्टिक पनि क्या त्यो दामी खालको क्या कस्तो नरम क्युटी प्लास्टिक रहेछ क्या या हेयर्स आउट ड्रोन अब यसलाई खोल्नलाई चाहिँ के छ यस्तो पुरै प्याक्ड रहेछ यस साथीहरु ड्रोनको पनि क्रेजी सेफ्टी भएर आउँदो रहेछ हौ आउँदा चाहिँ पुरै फर्मसम लगाएर यो चाहिँ प्रोटेक्टर केस हामीले लिएर हिँड्दाखेरि सो यस टिकु यसको चाहिँ सेन्सर लगभग 4टै डिरेक्सनमा छ यो दुईटा लाइडार सेन्सर भयो अनि त्यहाँबाट यहाँ दुईटा सेन्सिङ यहाँ तलको सेन्सिङ छ यो पछाडितिर पनि हेर्छ सो यस ड्रोन ओएमजी खोलौँ त ओइ बत्ती बोल साथीहरु सुपर डुपर एक्साइटेड ओ यता आइछ हौ कता कता बटारिदिएँ मैले ल गाइस च्यान्टे म्यान्टे ड्रोन सानो छस् भाइ तर त पावरफुल छस् आई नो अर्को ब्याट्री यहाँ छ गाइस अब यसको चाहिँ इन्टरनल्ली नै 48 गिग्स अफ रेकर्डिङ एभाइलेबल छ ओइ ओइ यो त अटो स्टार्ट भयो ल गाइस ब्याट्री लक भएर हुन्छ अहिले यसलाई बन्द गरिदिउँ यसको अब सिक्नु पर्ने हुन्छ हेर्ने ट्युटोरियलहरु हाउ टु फ्लाइ मैले चाहिँ अहिलेसम्म ड्रोन उडाएको छैन सो यस अब प्रोहरुलाई ल्याएर गरे अझै राम्रो हुन्थ्यो बट ठीक छ अहिलेको जमानामा त्यस्तो टेन्सन लिनु पर्दैन अब यस्तो हाल्छु यो रिमोट कनेक्ट गर्छु फ्लाइ सिमुलेटरहरुमा हालेर यस्तो ड्रोन उडाउँछु पहिला यो रिमोटमा एन्ड देन विल गो ब्याक टु फिल्ड बाहिर जाने हावामा उडाउने एन्ड सी मेरो फर्स्ट एभर एक्सपिरियन्स कस्तो हुन्छ त ड्रोन उडाउँदा त्यो पनि कैद गर्नुपर्ने छ इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ के छ मैले अगाडि नै भने होला बट लेट मी जस्ट रिमाइन्ड यु मैले अहिलेसम्म साथीहरु ड्रोन उडाएको छैन आई डोन्ट नो एनीथिङ अबाउट ड्रोन DJI Mini 5 Pro यहाँ छ अलिअलि ट्युटोरियल हेरेको थिएँ 2-4टा भिडियो त्यही भएर अलिअलि आइडिया छ अब उडाउने कसरी के गर्ने भन्ने कुरा यस्तो सिक्ने सिमुलेटरमा ट्राई गर्छु यो रिमोट कनेक्ट गरेर जस्ट मैले फेरि रिमाइन्ड गरेँ यो चाहिँ फ्लाइ मोर कम्बो प्लस हो जुन चाहिँ नेपालमा मैले किने हो DJI स्टोर नेपाल भन्ने स्टोरबाट सो यो ड्रोन भइहाल्यो इटसेल्फ DJI Mini 5 Pro अनि त्यहाँबाट यो ब्याट्री आउँछ एउटा ब्याट्रीले 52 मिनट उड्छ भनेर क्लेम गर्छ बट विल ट्राई म्याक मिनी M4 Pro पनि छ यसको पनि मैले भइसक्यो 5-6 महिना युज गरेको यसको पनि लङ टर्म रिभ्यू दिन्छु एन्ड हेयर्स कम रिमोट RC2 रिमोट भन्छ यसलाई चाहिँ एन्ड एक्स्ट्रा प्रोपेलर्सहरु आउँदो रहेछ 6 वटा 3टा अगाडि 3टा पछाडि एउटा टाइप सी केबल अनि यो एनडी फिल्टर आउँछ अनि यो पेपरहरु आउँछ अरु केही छैन गाइज आउने भने यति नै हो सो यस अब म सिक्छु एन्ड देन हामी बाहिर गएर उडाउनु पर्छ है त हेलो साथीहरु हालमै फर द फर्स्ट टाइम यसलाई बन्द गरौँ मैले हामी जाम DJI फ्लाइमा यहाँ सिमुलेटरहरु हुन्छ क्या अब हामी हान्दै छौं यहाँ इङ्ग्लिश एग्री त हान्नु पर्यो हाम्रो रिजन नेपाल NEPL नेपाल
स्मुथ रहेछ हो गाइज यो त ओभर स्मुथ छ यार नेपाल नेक्स्ट ओहो वाइफाई माग्छ त हौ यसले त पासपोर्ट पो के थियो त पासपोर्ट चेक गर्नु पर्यो नि त अस्ति नै पनि मैले यसमा हाल्दा नि चेक गरेको अहिले पनि चेक गर्नु पर्यो यो मेरो त वाइफाईको पासपोर्ट पनि चेक गर्दा गर्दा जुनी जाने पो यस्तो डरलाग्दो रहेछ नि पासपोर्ट त जेट क्रेजी रहेछ हौ केटा यो पासपोर्ट त सकिन्न नि हिजो पाए त्यहीले त यो त गाह्रो रहेछ यो त देखियोस् फेरि सबै बन्द भएन केटाहरू सबले पासपोर्ट थाहा पाउने भयो फेरि बेल्जियमको टाइम खोज्दैछ हौ यसले नट स्योर यो करेक्ट बेल्जियम अहिले बेल्जियम नै हान मलाई मात्र फोकस गरेछ कि के हो यो देखिएछ नि हो देखिनु पर्यो है फेरि देखिए क्यामेरा केसी मनो यो त नदेखाम पासपोर्ट हेरौँ म देखाउन नि फेरि पासपोर्ट त यो डिजिआई फ्लाइ एपमा पहिल्यै हामीले पासपोर्ट बनाए नि हुन्छ इफ तपाईँहरूले नयाँ ड्रोन लिँदै हुनुहुन्छ भने नत्रै अब पहिल्यै ड्रोन हो फेरि नयाँ ड्रोन अपग्रेड गर्दै हुनुहुन्छ भने त थाहा हुन्छ तपाईँहरूलाई सबै होइन पासपोर्ट नदेखाम भनेर यसो लुकाएको के ओके साथीहरू ब्याट्री सेट्री हालेर फेरि अपडेट गर्नुपर्छ नि ड्रोन पनि यसमा थाहा छैन साथीहरू यसलाई यहीँ राखौँ यसको पनि छ नि के फेरि एक्टिभेट स्क्रिन लक नट नाउ स्क्रिन लक कसले गर्छ हौ यो त आपत हुन्छ नि 60% ब्याट्री रहेछ साथीहरू वेलकम लेट गेट स्टार्टेड विथ अ गाइडेड टु हाउ टु युज दिस प्रोडक्ट भनेछ मलाई यसले सिकाउन खोजेछ साथीहरू यसले सिकाउँछ मलाई सिक्नुपर्छ केही थाहा छैन स्टार्ट गरौँ यस्तो गर आउँछ भनेछ लेट गेट स्टार्टेड रिटर्न टु होम सिकाएको छ कि यसले सबै सिकाउँदो रहेछ केटा अब टेन्सन लिनु पर्दैन है नयाँ ड्रोन लिँदैछु के होला भनेर टेन्सन नलिने यहाँ सिकाउँछ अब एडजस्टमेन्ट एन्टिना पोजिसन रेगुलरली होइन क्वान्टिटी सिकाएको छ कस्तो भन्दाखेरि अब यस्तो ठाडो बनाएर उडाइस् भने तेरो रेन्ज भनेको सिधा जान्छ भन्दैछ यसले फाल्छ अरे क्या अब तैँले जस्तै अब यस्तो गरेर यो सिधा गर्दैछ भने यहाँबाट मासतिर जान्छ भनेर सिकाएको छ अब कुन एरियामा गर्दैछस् त्यही अनुसारले अब जस हामीले हाम्रै माथि ड्रोन उडाइदिएको छ भने सिधा गर्ने रे अब जस्तै अब हामीले यो उडेको छ उता पर लगेको छ भने यस्तो ठाडो बनाउने अरे भन्दै हुनुहुन्छ उहाँले त्यस्तो सिकाउनु पर्छ गाडी पोइन्ट दिएछ हौ गाइज मलाई यसले त यार पोइन्ट सिस्टम हानेछ हौ सिकाएको छ अब यो अहिले यो चाहिँ ठुलो स्क्रिन नि गर्ने हो क्या रोक न गाइस गट इट इजी रहेछ हौ केटा इजी यसले चाहिँ बडी र हाइट एडजस्टमेन्ट गर्ने रहेछ यसले चाहिँ अब जता लग्यो त्यति अब अगाडि गयो अगाडि बढ्ने हो पछाडि गयो पछाडि यता गयो साइड वाइज इजी रहेछ क्या तर सुरुमा त लोड भइदो रहेछ नि त केटा मैले त पहिल्यैचोटिमा तप्का दिएँ नि त केटा म अलि भड्किएछु टुनोट गर्छ अरे केटा हो म कस्तो देखिरहेछु भन न बरु मलाई चाहिँ अहिले यो लाइटहरू केही छैन क्या केटा मसँग अब बिस्तारै बनाउनु पर्छ अब नेक्स्ट इयर जस्तोमा अब प्रपर एउटा रुममै बनाउनु पर्छ क्या स्टुडियो क्रेजी बनाउनु पर्छ अहिले यो सानो छ मेरो बेड यहीँ छ यो सानो सेटअप छ यहाँ अलि त्यस्तै छ क्या अहिले योपालि झर रिटर्न टु होम हाल्दैछ आफै आउँदो रहेछ भन्ने सिकाएको छ क्या सबैले आउनु ल गाइज देख्न सक्नुहुन्छ मम्मी बाबा र ड्रोन मैले अपडेट गर्नुपर्ने फिल्महरू यसको के थियो होइन सब अपडेट गरिसकेँ मम्मी र बाबा यहाँ राखेर खोल्नु यसलाई अब उडाइन्छ हामीले गाइज फर द फर्स्ट टाइम अब यो स्टार्ट गरौँ गाइज हामी ड्रोन उडाउन गइरहेका छौँ के भन्न चाहनुहुन्छ ठीक छ राम्रो छ उडाउने अब The for the first time साथीहरू टेक अप देख्दा त्यत्रो छ चरी हो उड्छ कसरी स्टार्ट गर्यो टेक अप वहाँ देखिए गयो यहाँ हेर्न आउनु क्या भ्यू हजुरलाई ब्राइटनेसबाट ल गाइज अहिले फर्स्ट फ्लाइट हो धेरै नलैजाउँ होइन धेरै लामो नगरौँ रिटर्न टु होम भनौँ
ल ल अब लिएर आउनु पर्यो नि रिटर्न टु होम हानेको आउँदैछ ए हजुर त त्यहीँ बस्छ यही बस्छ मौरी नि आयो आउनु भयो नमस्ते ल फर्केर आयो दोन ल खोइ कहाँ सिक्नु जानुपर्छ नि कान्छ त्यहीँ फर द फर्स्ट टाइम साथीहरू ड्रोन उडाइयो र सेफली ल्यान्डिङ पनि गरियो होइन त फर्स्ट टाइममा फर्स्ट टाइममा कहीँ सिक्न नगर्नु यहीँ आफै जानेर यति राम्रो उडाएर बाबुले तिमीलाई धन्यवाद जान्दा रहेछौ ल ठिक छ जान्नु केही छैन फर्स्ट टाइम भएर त्यति धेरै उडाइएन होइन मम्मी फर्स्ट टाइम भएर ठिकै अलि पर लैयो लिएर आइयो उड्दो रहेछ आफै आउँदो रहेछ आफै आयो आफै आफै घर बसिसक्यो होममा फर्केर आइसक्यो धेरै एकदम राम्रो छ लगाइस सुन्न सक्नुहुन्छ कुराहरू यहाँ चट्ट यहीँ घरै बसिरहेछ अब अलि प्र्याक्टिस गर्नुपर्छ मजाले हात बसाल्नुपर्छ सरौ भाषै पुऱ्याएर लिएर आएँ बुहारी मान्छे उयो आयो ठिक छ यति भएपछि अब बिस्तारै बिस्तारै सिक्दै जाने अनि सर्टहरू भनेको त आउँछ त्यसपछि है त अब हामी बाबा के छ त्यस्तो दिन्न नि 2-4 शब्द के छ भनेको धेरै राम्रो छ के चलिरहेछ एकदम राम्रोसँग आयो सक्सेस भयो घुमेर आइसक्यो बहिरारी बजार घुमेर आइसकेको थियो राम्रोसँग आयो आफ्नो ठाउँमा बसिरहेछ एकदम राम्रो छ ल आउँदो दिनमा झन् राम्रो हुन्छ मम पनि जानु आफ्नै घर सिकेरै उडाएको हुँदा म धेरै खुसी लाग्यो कता जान्छु कि भनेको त जाने रहेछ म बुहारी माथि पुगेर आयो आफ्नो घर झाडा उडाएको त्यही ठाउँमा आएर बस्यो धेरै खुसी लाग्यो म त कता जान्छ जस्तो लागेको थियो है सुरुवातमा त्यही त अब फर्स्ट फ्लाइट हो नि त फर्स्टरी उडाएको बत्ती त रहेछ अलि हावा चलेको भएर नि होला चराहरू पछि पछि लाग्यो त्यही भएर मैले धेरै टाढा पढाइनँ अब नेक्स्ट टाइम हो त जगपुर लगाएर भिडियो खिच्छु है त गाइस ल लेट्स गो